कैलाली जिल्लाको मध्य भागमा अवस्थित जैविक विविधताले भरिपूर्ण घोडाघोडी नगरपालिका प्राकृतिक रूपमा जति धनी छ, यहाँको समुदाय उति नै मेहनती र परिश्रमी छ। केही वर्ष अघिसम्म यहाँका विपन्न नागरिकहरू सानोतिनो कर्जाका लागि पनि साहु महाजनको भर पर्नुपर्ने बाध्यता थियो। तर आज यो अवस्था बदलिएको छ। गाउँ गाउँमा खुलेका सहकारी संस्थाहरूले यहाँका नागरिकहरूको आर्थिक र सामाजिक जीवनमा ठूलो रूपान्तरण ल्याएका छन्। घोडाघोडी नगरपालिकामा हाल कृषि, बचत तथा ऋण र बहुउद्देश्यीय विधाका दर्जनौं सहकारीहरू सक्रिय छन्। विशेष गरी महिलाहरूद्वारा सञ्चालित सहकारीहरूले यहाँका महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएका छन्। घरको चौघेरामा सीमित महिलाहरू आज सहकारीको नेतृत्व गर्दै बैंक र बजारसम्म पुग्न सफल भएका छन्। सुरुवातमा चाहिँ आफै हिचकिचाउने, बोल्दाखेरि के हुन्छ, गलत हुने हो कि मैले गर्न सक्छु कि सक्दैन भन्ने कुराहरू चाहिँ एकदमै डराउने फिल हुन्थ्यो, डराएको अवस्था थियो र मञ्चमा जाँदाखेरि पनि 2-4 शब्द भन्न नसक्ने अवस्था थियो। र महिलाहरू दिदीबहिनीहरूको आमा समूह, महिला समूहहरूमा आबद्ध भयौँ, यहाँ नेतृत्व गऱ्यौँ र त्यहाँ भएर महिलाहरूका हक अधिकारका बारेमा छलफल गऱ्यौँ। हामीले चाहिँ महिलाहरूले अलग्गै नै आफ्नो संस्था गर्नुपर्छ, हामीले नै नेतृत्व गरेर पुरुषहरूसँग कम्पिटिसन गर्नुपर्छ, उहाँहरूसँग चाहिँ हामीले केही न केही गरेर देखाउनुपर्छ भन्ने चाहिँ ममा एउटा विकास, आत्मनिर्भरताको विकास भएर एउटा संस्था चलाउन र नेतृत्व गर्नसम्म चाहिँ मेरो विकास भएको छ। र मेरा दिदीबहिनीहरू पनि यो संस्था मैले चाहिँ छोडेको खण्डमा पछाडि चाहिँ मेरो कार्य समिति पनि यो संस्थालाई हाँक्न सक्ने, लिडरसिप गर्न सक्ने चाहिँ दिदीबहिनीहरू चाहिँ भएका छन्। अहिले सहकारीहरूको यो यात्रामा स्थानीय सरकार अर्थात् घोडाघोडी नगरपालिका बलियो खम्बा बनेर उभिएको छ। नगरपालिकाले सहकारीलाई केवल नियमन मात्र गरेको छैन, बरु उनीहरूको क्षमता विकासका लागि विभिन्न अनुदान तथा प्रविधि सहयोग समेत उपलब्ध गराउँदै आएको छ। कृषि सहकारीहरूलाई लक्षित गरी नगरपालिकाले बिउ बिजन, आधुनिक कृषि औजार तथा विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गरेको छ, जसले गर्दा परम्परागत खेती प्रणाली व्यावसायिकतातर्फ उन्मुख भएको छ। सहकारी शिक्षाका माध्यमबाट धेरैभन्दा धेरै नागरिकहरूलाई सहकारी संस्थाहरूमा आबद्ध गराउने गरिकन अगाडि बढाइरहेका छौँ भने यो डेरी प्रवर्धन कार्यक्रममा पनि हामीले जोड दिएका छौँ। त्यसै गरी स्थानीय कच्चा पदार्थमा आधारित स्थानीय लघु उद्यमहरू सहकारीसँग सहकारी गर्दै सञ्चालन गरिरहेका छौँ। यसमा खास गरी डेरी प्रवर्धन कार्यक्रममा हामीले घोडाघोडी नगरपालिका वार्ड नम्बर 10 को साना किसान सहकारी संस्थासँग गरिरहेका छौँ। यो दालमठ उद्यमी समूह खास गरी घोडाघोडी नगरपालिका वार्ड नम्बर 1 मा रहेको चुरे सहकारी संस्थासँग गरिरहेका छौँ। सहकारी र स्थानीय सरकारको यो सुन्दर समन्वयले समुदायको तल्लो तहसम्म परिवर्तनको लहर ल्याएको छ। सहकारी मार्फत उनीहरूको आर्थिक आम्दानी बढेसँगै जीवनस्तर समेत सुधारिएको छ। सहकारीको माध्यमबाट आर्थिक सबलीकरण मार्फत बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण लगानी बढेको छ। सामाजिक कुप्रथाहरू हट्दै गएका छन् भने सामूहिक भावनाको विकास भएको छ। पहिला लसरी में बुंगुर पाल्नु, लसरी में बुंगुर पाल्नु त 2-3 ठो पालक टन ढेर डोरी चाहल, ढेर सब चीज चाह लागल त मैं सहकारी में जाके है सलाह लेनू सर। सहकारी से है मैं ऋण लेनू सर, 1 लाख रुपया मैं ऋण लेनू। पहला लसरी में 1 बुंगुर कला रहूं सर, खोर बनाइनू त हम 2-3 ठो डारनू सर, छोट छोट 3 ठो डारनू, 3 ठो डार के है वो से मैं बढ़ाइनू सर। अब तो 17 ठो आते सर। 3 वर्ष में है मोरी कागज बनाइला रहे सर, 3 वर्ष फिर मोरी नहीं पुगा पायल, मैं तीर देनू मना 3-4 खोर अस तक बढ़ाइते जिना मन बा सर। एकका लागि सबै र सबैका लागि एक भन्ने नारालाई आत्मसात गर्दै
घोडाघोडी नगरपालिकामा सहकारीले आर्थिक समृद्धिको बलियो जग बसालेका छन्। स्थानीय सरकारको साथ र समुदायको विश्वासले यो यात्रा आगामी दिनमा अझ बढी सुनौलो र उदाहरणीय बन्ने निश्चित छ। घोडाघोडी नगरपालिकामा सञ्चालित विभिन्न सहकारी संस्थाहरूको अवस्था यस्तो छ। घोडाघोडी नगरपालिका एक सुखडमा रहेको घोडाघोडी जनप्रिय बचत तथा ऋण सहकारी संस्था पालिकामा सञ्चालित सहकारी मध्ये सबैभन्दा पहिलो दर्ता भएको सहकारी हो। 2060 सालमा सरकारबाट सिँचाइ बोरिङ पाउने आशले गठन भएको सानो समूहले नै यो सहकारी जन्माएको हो। सानो समूहलाई बृहत बनाउने लक्ष्य राखी 2063 सालमा 90 जनाले जनही 500 रुपैयाँ जम्मा गरी 45,000 सेयर पुँजीबाट यो सहकारी स्थापना भएको हो। हाल यस सहकारीका सेयर सदस्य 860 जना रहेका छन् भने वर्तमान सेयर पुँजी 9,54,73,000 रहेको छ। यस्तै 7,30,60,69,000 कर्जा लगानी गरेको यस सहकारीमा 6,66,07,000 बचत रहेको छ। यस्तै 97,87,000 को अचल सम्पत्ति समेत सहकारीसँग छ। हाल आफ्नै भवन रहेको यस सहकारीले पालिकाका 12वटै वडामा शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आएको छ। कारोबारका हिसाबले घोडाघोडी नगरकै सबैभन्दा ठूलो सहकारी हो तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था। वडा नम्बर 2 साडेपानीमा रहेको यस सहकारीको बचत रकम 12,27,00,000 रहेको छ भने 10,42,93,000 कर्जा लगानी रहेको छ। यस्तै सहकारीको वर्तमान सेयर पुँजी 1,26,31,000 रहेको छ। 2068 सालमा 71 जना सेयर सदस्यबाट सुरु भएको यस सहकारीमा हाल 2,273 जना सेयर सदस्य रहेका छन्। आफ्नै भवनबाट बचत तथा ऋण सम्बन्धी सेवा प्रवाह गर्दै आएको यस सहकारीले नगरपालिकाको वडा नम्बर 10 पहलमानपुर र वडा नम्बर 7 हरिनगरमा शाखा कार्यालय स्थापना गरी काम गरिरहेको छ। सेयर सदस्यहरूको बचत तथा ऋण प्रवाह गर्ने उद्देश्यले 2068 सालमा स्थापना भएको चुली मालिका बचत तथा ऋण सहकारी संस्था घोडाघोडी नगरपालिका 2 साडेपानीमा रहेको छ। पालिकाको 12वटै वडामा शाखा विस्तार गरी सेवा प्रवाह समेत गर्दै आएको छ। हाल सहकारीका 1,277 जना सेयर सदस्य छन् भने वर्तमान सेयर पुँजी 1,77,47,000 रहेको छ। यस्तै सहकारीमा 9,42,63,000 बचतकर्ताको रकम छ भने 10,37,80,000 रुपैयाँ 484 जना सेयर सदस्यलाई कर्जा लगानी गरिएको छ। सहकारीले सदस्यहरूको ससानो बचतलाई सङ्कलन गरी आर्थिक उन्नतिका लागि व्यवसायमा आधारित कर्जा लगानी गर्दै आएको छ। घोडाघोडी सामुदायिक ग्रामीण विद्युत सहकारी संस्था किसानको आर्थिक तथा सामाजिक विकास र कृषि कार्य सहजीकरणका लागि 2066 सालमा स्थापना गरिएको सहकारी हो। यस सहकारीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने उद्यमी किसान, व्यापारी तथा साना र मझौला उद्योगमा विद्युत आपूर्ति गरी प्रोत्साहन गर्ने, सिँचाइ सुविधा विस्तार, कृषि तालिम, उत्पादन वृद्धि तथा बजारीकरण गर्दै स्वरोजगारका अवसरहरू प्रदान गरी आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। 41 जना संस्थापक सेयर सदस्य रहेको यस सहकारीमा हाल 9,157 जना सेयर सदस्य रहेका छन्। सहकारीको वर्तमान सेयर पुँजी 59,93,000 रहेको छ भने आर्थिक वर्ष 2081-82 सम्मको कुल आम्दानी 3,92,51,000 र खर्चतर्फ 3,16,48,000 रहेको छ। विद्युत सहकारीले घोडाघोडी नगरपालिकाको 1, 4, 5, 6, 7, 8 र 9 नम्बर वडा,
त्यसैगरी गौरीगङ्गा नगरपालिकाको वडा नम्बर 11 र कैलाली गाउँपालिकाको वडा नम्बर 8मा कार्यक्षेत्र तोकेर सेवा प्रवाह गर्दै आएको छ। 2064 सालमा सुखडका 47 जना स्थानीयले प्रति व्यक्ति 100 रुपैयाँ सङ्कलन गरी एउटा सामाजिक समूह निर्माण गरे। त्यही समूहको जगमा उभिएको संस्था हो नक्रोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्था। यस संस्थाले समुदाय स्तरमा बचत तथा ऋण कारोबार, कृषि अन्तर्गत मल तथा बिउ वितरणसँगै विभिन्न अनुदान तथा प्रोत्साहनका कामहरू गर्दै आएको छ। 4700 शेयर पुँजीबाट माथि उठेको यस सहकारीको वर्तमान शेयर पुँजी 71,13,000 रहेको छ। हाल 1,36,44,000 बचत तथा 3,16,74,000 कर्जा लगानी यस सहकारीले गरेको छ भने हाल सहकारीका 1,394 जना शेयर सदस्य रहेका छन्। घोडाघोडी नगरपालिका वडा नम्बर 2मा छ आदर्श कृषि सहकारी संस्था। 2069 सालमा 25 जना शेयर सदस्यबाट सुरु भएको सहकारीका हाल 214 जना शेयर सदस्य छन्। स्थापना कालमा जनही 20 रुपैयाँ सङ्कलन गरेर सुरु गरिएको यस सहकारीको हालको शेयर पुँजी 23,68,500 रहेको छ, जसमध्ये 92,18,000 कर्जा लगानी छ भने 86,59,000 बचत रहेको छ। सहकारीले गहुँ र आलुको बिउ उत्पादन, मल बिक्री, नियमित बचत, बिउ बैंक स्थापना गरी समुदाय स्तरमा काम गरिरहेको छ भने हाल आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ। घोडाघोडी नगरपालिका 4 भालुफाटामा 2067 सालमा स्थापना भएको पहुरा कृषि सहकारी संस्थाले सहकारीको माध्यमबाट कृषकहरूको जीविकोपार्जनमा महत्त्वपूर्ण मद्दत गर्दै आएको छ। 25 जनाबाट थालिएको सहकारी यात्रामा हाल 243 जना जोडिएका छन्। सहकारीको हाल 17 लाख शेयर पुँजी छ भने 16 लाख कर्जा लगानी गरिएको छ। आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको सहकारीले लेखा समिति र ऋण लगानी समिति समेत गठन गरेको छ। सहकारीले कृषि क्षेत्रमा काम र लगानी गर्दै आएको छ। घोडाघोडी नगरपालिका 4 भालुफाटामा रहेको गरिबी निवारण कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा काम गर्दै आएको छ। 2068 सालमा 25 जनाले जनही 450 रुपैयाँ सङ्कलन गरेर स्थापना गरिएको यस सहकारीका शेयर सदस्य हाल 325 जना रहेका छन् भने शेयर पुँजी 15,68,000 रहेको छ, जसमध्ये 10 लाख कर्जा लगानी गरिएको छ। यस्तै सहकारीमा 43,91,000 बचत रहेको छ भने हाल 2 जना कर्मचारीले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन्। 50 जना शेयर सदस्यबाट 2063 सालमा स्थापना गरिएको घोडाघोडी कृषक बहुमुखी सहकारी संस्था घोडाघोडी 4 गैडाखेडामा रहेको छ। हाल सहकारीका शेयर सदस्य 200 जना रहेका छन् भने सहकारीको वर्तमान पुँजी 1,86,000 रहेको छ। हाल सहकारीले मासिक बचत तथा कृषकहरूका लागि मल बिउहरू वितरण गर्दै आएको छ। घोडाघोडी नगरपालिका 2 साडेपानीमा रहेको जागृति महिला बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋण लगानीको काम गरिरहेको छ। 2071 सालमा 27 जनाबाट सुरु गरिएको सहकारीमा हाल 533 जना शेयर सदस्य रहेका छन्। 1,88,39,000 शेयर पुँजी रहेको यस सहकारीले 15,61,000 कर्जा लगानी गरेको छ। सहकारीले मासिक, दैनिक तथा बाल बचतसँगै समुदाय स्तरमा आँखा तथा कानको स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्दै आएको छ। प्रति व्यक्ति 1,000 का दरले 25 जनाबाट सङ्कलित 25,000 शेयर पुँजीबाट
2068 सालमा जन्मिएको तारानगर कृषि सहकारी संस्थाले पनि समुदाय स्तरमा राम्रो सेवा प्रवाह गर्दै आएको छ। हाल 11,53,000 सेयर पुँजी र 11,71,000 कर्जा लगानी रहेको सहकारीका सेयर सदस्य 208 जना रहेका छन्। घोडाघोडी 8 कलजुकीमा रहेर आफ्नै भवनबाट कृषि सम्बन्धी सेवा प्रवाह गरिरहेको सहकारीले बाख्रा पालन, गोठ सुधार, भैँसी पालन लगायतका अनुदानका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। 2077 सालमा 30 जना सेयर सदस्यबाट सुरु भएको बाहाजोरी कृषि सहकारी संस्थामा हाल 152 जना सदस्य रहेका छन्। घोडाघोडी नगरपालिका 3 नारायणपुरमा रहेको यस सहकारीको वर्तमान सेयर पुँजी 7,09,000 रहेको छ भने 6 लाख कर्जा लगानी रहेको छ। कार्यसमिति आफैले कृषि सम्बन्धी सेवा प्रवाह गर्दै आएको सहकारीले निकट भविष्यमा सेवाग्राहीहरूका लागि सस्तो पसल समेत सञ्चालन गर्ने लक्ष्य राखेको छ। घोडाघोडी नगरपालिका 5 बनखेतमा रहेको जनसेवा कृषि सहकारी संस्था 46 जना सेयर सदस्यबाट 2078 सालमा स्थापना गरिएको सहकारी हो। सहकारीको वर्तमान सेयर पुँजी 5,33,000 रहेको छ भने 6,33,000 कर्जा लगानी रहेको छ। यस्तै हाल 238 जना सहकारीका सेयर सदस्य रहेका छन्। सहकारीले कृषि सम्बन्धी सेवा प्रवाह, बचत सङ्कलनसँगै घाँसको बिउ पनि अनुदानमा वितरण गर्ने गरेको छ। महादेव कृषि सहकारी संस्था घोडाघोडी नगरपालिका 12 बनवर्षामा रहेको छ। 2073 सालमा स्थापना गरिएको सहकारीका सेयर सदस्य 27 जना नै यथावत रहेका छन्। तत्कालीन अवस्थामा प्रति व्यक्ति 100 रुपैयाँ सङ्कलन गरेर सुरु गरिएको सहकारीको वर्तमान सेयर पुँजी 3 लाख रहेको छ भने 12,36,000 कर्जा लगानी गरिएको छ। सहकारीले आफ्नै भवनबाट बचत सङ्कलन, मल बिउ खरिद बिक्री लगायतका सेवाहरू प्रवाह गर्दै आएको छ। घोडाघोडी नगरपालिका 12 नगफडुवामा रहेको अस्ना बाबा कृषि सहकारी संस्था 2073 सालमा स्थापना भएको हो। प्रति व्यक्ति 10,000 सङ्कलन गरेर 25 जनाबाट सुरु गरिएको सहकारीका सेयर सदस्य हाल 108 जना रहेका छन्। 3,14,000 वर्तमान सेयर पुँजी रहेको सहकारीले 3,57,000 कर्जा लगानी गरेको छ। सहकारीले आफ्नै भवनबाट कृषि सम्बन्धी सेवा प्रवाहसँगै 50% अनुदानमा पानी मोटर, पावर टेलर तथा बोरिङहरू वितरण गर्दै आएको छ। घोडाघोडी नगरपालिका 12 कोटामा 2077 सालमा स्थापना भएको एकता कृषि सहकारीले समुदाय स्तरमा काम गरिरहेको छ। स्थापना कालदेखि नै 36 जना सेयर सदस्य कायम रहेको सहकारीको वर्तमान सेयर पुँजी 51,000 रहेको छ भने 2,03,000 कर्जा लगानी गरिएको छ। सहकारीले मासिक बचतसँगै कृषि अनुदानका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। 2066 सालमा स्थापना भएको जन्ती खेरा ग्रामीण कृषक सहकारी संस्था घोडाघोडी नगरपालिका 12 टप्पामा रहेको छ। 26 जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल 180 जना सेयर सदस्य रहेका छन्। 7 लाख वर्तमान सेयर पुँजी रहेको सहकारीले 17 लाख रुपैयाँ ऋण लगानी गरेको छ। 2064 सालमा 120 जना सेयर सदस्यबाट सुरु भएको तिलकहनिया कृषक सहकारी संस्थामा हाल 385 जना सेयर सदस्य रहेका छन्। घोडाघोडी नगरपालिका 11 तिलकहनीपुरमा रहेको यस सहकारीको 4 लाख सेयर पुँजी छ भने 3,90,000 कर्जा लगानी रहेको छ।
आलु उत्पादन, बजारीकरण तथा आलु प्रवर्धन गर्ने उद्देश्यसहित 2080 सालमा स्थापना भएको दीप ज्योति आलु सहकारी संस्था घोडाघोडी नगरपालिका 8 दीपनगरमा रहेको छ। 30 जनाले प्रति व्यक्ति 10,000 का दरले सङ्कलन गरेर स्थापना गरिएको सहकारीका हाल 60 जना शेयर सदस्य रहेका छन्। सहकारीको वर्तमान शेयर पुँजी 3,66,000 रहेको छ भने यसले विभिन्न उपसमितिहरू समेत बनाएर सेवा प्रवाह गरिरहेको छ। हाल 1 बिघा क्षेत्रफलमा आलु खेती गरेको सहकारीले मासिक बचत, आलु उत्पादन, बिक्री वितरण तथा प्रवर्धन कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। घोडाघोडी नगरपालिका 1 लक्ष्मीनगरमा रहेको ज्वाला पञ्चकोशी कृषि सहकारी संस्थाले मल तथा बिउ वितरण, मासिक बचत र विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 32 जना शेयर सदस्यबाट 2073 सालमा स्थापना भएको यस सहकारीमा हाल 128 जना शेयर सदस्यहरू रहेका छन्। 8,19,000 वर्तमान शेयर पुँजी रहेको यस सहकारीले 8,55,000 कर्जा लगानी गरेको छ। लेखा सुपरिवेक्षण समिति, ऋण लगानी समिति र सल्लाहकार समिति गठन गरी सेवा प्रवाह गर्दै आएको सहकारीले समुदाय स्तरमा कृषि सम्बन्धी कार्य तथा विभिन्न अनुदानका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। 2073 सालमा स्थापना भएको जीविका कृषि सहकारी संस्थाले घोडाघोडी नगरपालिका 10 पहलमानपुरबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ। 25 जनाले जनही 1000 सङ्कलन गरेर सुरु भएको सहकारीमा हाल 678 जना शेयर सदस्यहरू रहेका छन्। 14,15,000 शेयर पुँजी रहेको सहकारीको 13 लाख कर्जा लगानी रहेको छ भने 28 लाख बचत रहेको छ। सहकारीले आफ्नै भवनबाट विभिन्न अनुदानका कार्यक्रमहरूसँगै कार्यालयको सेवा प्रवाह समेत गर्दै आएको छ। घोडाघोडी नगरपालिका 2 जुरपानीमा 2077 सालमा 50 जना शेयर सदस्यबाट सुरु भएको एभरग्रिन कृषि सहकारी संस्थालाई हाल 63 जना सदस्यले सञ्चालन गरिरहेका छन्। 16 लाख वर्तमान पुँजी, 10 लाख ऋण लगानी र 16 लाख बचत रहेको यस सहकारीले आफ्नै भवनबाट मासिक बचत, कृषि सम्बन्धी कार्य र अनुदानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 2066 सालमा स्थापना भएको शिखर कृषि सहकारी संस्था घोडाघोडी नगरपालिका 3 चौरठीमा रहेको छ। प्रति व्यक्ति 100 सङ्कलन गरेर 25 जनाबाट सुरु गरिएको सहकारीमा हाल 54 जना शेयर सदस्य रहेका छन्। 1,65,000 वर्तमान शेयर पुँजी रहेको यस सहकारीले कर्जा लगानी गरेको छैन भने 1,65,000 नै बचत गरेको छ। यस संस्थाले हाल आफ्नै भवनबाट सेवा प्रवाह समेत गरिरहेको छ। रामशिखर कृषि सहकारी संस्था घोडाघोडी नगरपालिका 5 गणेशपुरमा 2069 सालमा स्थापना भएको हो। यस संस्थाको वर्तमान शेयर पुँजी 5,10,000 रहेको छ भने 71 लाख कर्जा लगानी रहेको छ। यस्तै 51,77,000 सहकारीमा बचत रहेको छ। 25 जनाबाट सुरु भएको सहकारीका शेयर सदस्य हाल 529 जना रहेका छन्। 2068 सालमा 73 जनाबाट सुरु भई हाल 120 जना शेयर सदस्य रहेको रौलेश्वर बचत तथा ऋण सहकारी संस्था घोडाघोडी नगरपालिका 1 बेतकोटमा रहेको छ। सुरुमा प्रति व्यक्ति 500 सङ्कलन गरिएको सहकारीको वर्तमान शेयर पुँजी 2,34,000 रहेको छ। यस्तै 31,30,000 कर्जा लगानी रहेको छ भने 2,49,23,000 सहकारीमा बचत रहेको छ। सहकारीले विभिन्न उपसमिति गठन गरी मासिक बचत, दैनिक बचत सङ्कलन, ऋण लगानी तथा विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सदाबहार कृषि सहकारी संस्था घोडाघोडी नगरपालिका 8 लठुवामा रहेको छ।
25 जनाले प्रति व्यक्ति 2500 सङ्कलन गरेर 2069 सालमा स्थापना गरेको यो सहकारीको वर्तमान सेयर पुँजी 4,11,000 रहेको छ। यस्तै 4,45,000 ऋण लगानी रहेको छ भने 6,30,000 बचत रहेको छ। अहिले यो सहकारीको सेयर सदस्य सङ्ख्या 150 पुगेको छ। विभिन्न उपसमिति गठन गरी कार्यालयको सेवा प्रवाहमा नवराज न्युरे नेतृत्वको कार्य समिति लागि परेको छ। घोडाघोडी नगरपालिका 8 जरहीमा रहेको जरही कृषि सहकारी संस्थाले कृषि सम्बन्धी विभिन्न कार्य, अनुदान कार्य तथा केही बचत तथा ऋण लगानीका कामहरू गरिरहेको छ। 2068 सालमा 25 जनाबाट सुरु भएको यो सहकारीका शेयर सदस्य हाल 96 जना रहेका छन्। सहकारीको वर्तमान पुँजी 76,96,000 रहेको छ भने 23,15,000 कर्जा लगानी रहेको छ। 41 जनाबाट सहकारी यात्रा थालेको जनविश्वास कृषि सहकारी संस्थासँग हाल 205 जना शेयर सदस्य जोडिएका छन्। घोडाघोडी नगरपालिका 8 कल्जुकीमा 2077 सालमा स्थापना भएर समुदायमा कार्यालयको सेवा प्रवाह तथा विभिन्न कृषि सम्बन्धी काम गर्दै आएको यस सहकारीको वर्तमान शेयर पुँजी 50,000 रहेको छ भने 30,000 कर्जा लगानी रहेको छ। सहकारीले मासिक बचत, मल तथा बिउ वितरण र अन्य अनुदानका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। नमुना कृषि सहकारी संस्थाले घोडाघोडी नगरपालिका 7 कीर्तिपुरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ। 2078 सालमा स्थापना हुँदा सहकारीका सदस्य 30 जना रहेका थिए, तर हाल 60 जना शेयर सदस्य छन् भने 4,30,000 शेयर पुँजी निर्माण भएको छ। 1,59,000 बचत रहेको यस सहकारीले 3,15,000 कर्जा लगानी गरेको छ। घोडाघोडी नगरपालिका 1 सुखडमा 2072 सालमा स्थापना भएको शान्तिनगर कृषि सहकारी संस्थाले कृषि कार्य, अनुदान कार्यक्रम तथा आफैले कृषि औजार खरिद गरेर खनजोतका लागि किसानलाई उपलब्ध गराउने र शेयर सदस्यहरूलाई बजार दरभन्दा 10% छुट दिने व्यवस्था मिलाएको छ। 25 जनाबाट सुरु भएको सहकारीमा हाल 200 शेयर सदस्य रहेका छन्। उनीहरूले मासिक 100 जम्मा गर्ने गरेका छन्। हाल सहकारीको शेयर पुँजी 12 लाख पुगेको छ भने 2 लाख कर्जा लगानी रहेको छ। सहकारीले कृषि औजार खरिद गरी भाडामा चलाउने तथा उपकरणहरू अनुदानमा उपलब्ध गराउने कार्य गर्दै आएको छ। कान्जी हाउस निर्माण गर्ने, प्राङ्गारिक गडेउला मल उत्पादन गर्ने तथा कृषि औजार थप गरी भाडामा चलाउने सहकारीको आगामी कार्ययोजना रहेको छ। 30 जना शेयर सदस्य र 3,000 शेयर पुँजीबाट 2064 सालमा स्थापना भएको दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्य सहकारी संस्थामा हाल 2,214 जना शेयर सदस्य रहेका छन् भने सहकारीको वर्तमान पुँजी 1,77,69,000 रहेको छ। हाल सहकारीको बचत रकम 4,15,03,000 र कर्जा लगानी 6,09,09,000 रहेको छ। कृषकहरूलाई मल र बिउ वितरण गराउँदै आएको यस सहकारीले 8% ब्याज दरमा कर्जा प्रवाह गरी वडा नम्बर 10 को तुलसीपुर गाउँ, वडा नम्बर 11 को तिलकहनीपुर गाउँ र वडा नम्बर 5 को सेउकलिया गाउँ गरी 3 वटा गाउँलाई बायोग्यास नमुना गाउँ समेत बनाउन सफल भएको छ। कीर्तिपुर कृषि सहकारी संस्था 2073 सालमा 25 जनाले स्थापना गरेको संस्था हो। हाल भने उक्त संस्थामा 72 जना शेयर धनी रहेका छन्। वर्तमान अवस्थामा 1,50,000 शेयर पुँजी रहेको यस सहकारीले कर्जा लगानी भने गरेको छैन। यस्तै सहकारीले 4,11,000 बचत गरेको छ।
हालसम्म भाडामै कार्यालय सञ्चालन गरी कार्यसमिति आफैले सहकारीको सेवा प्रवाह गर्दै आएका छन्। घोडाघोडी नगरपालिका 6 बछुरियामा रहेको बडी केदार कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा काम गर्दै आएको छ। यस सहकारीले कृषकका लागि मल तथा बिउ वितरण गर्ने, घाँसको बिउ वितरण गर्ने र अनुदानका कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरेको छ। 2080 सालमा स्थापना हुँदा 30 जना शेयर सदस्य रहेको यस सहकारीमा हाल 35 जना शेयर सदस्य रहेका छन्। सहकारीले सहज र प्रभावकारी सेवा प्रवाहका लागि विभिन्न उपसमितिहरू समेत गठन गरी काम गरिरहेको छ। हाल यस सहकारीको शेयर पुँजी 12 लाख, कर्जा लगानी 9 लाख र बचत 1,50,000 रहेको छ। साझा कृषि सहकारी संस्था घोडाघोडी नगरपालिका 2 साडेपानीमा रहेको छ। 2078 सालमा स्थापना भएको यस सहकारीले वार्षिक करिब 500 सेवाग्राहीलाई मल, बिउ तथा कृषि सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ। 40 जना संस्थापक शेयर सदस्य रहेको सहकारीमा हाल 135 जना शेयर सदस्य रहेका छन्। 6,68,000 संस्थापक शेयर पुँजी रहेको यस सहकारीको हाल 10,56,000 शेयर पुँजी रहेको छ। यस्तै सहकारीले 19,75,000 कर्जा लगानी गरेको छ भने हालसम्म 3,81,000 बचत गरेको छ। यो सँगै किसान राहत सुरक्षण कोषमा 1,25,000 र मुद्दती बचतमा 5 लाख रहेको छ। 2065 सालमा 15 जना शेयर सदस्यबाट सुरु भएको समता कृषक सहकारी संस्थाले घोडाघोडी नगरपालिका 2 साडेपानीबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ। संस्थाको वर्तमान शेयर पुँजी 11,88,000 रहेको छ भने 9,86,000 ऋण लगानी गरेको छ। संस्थाले प्रति सदस्य बढीमा 50,000 ऋण लगानी गर्ने गरेको छ। हाल यस संस्थाका शेयर सदस्य 77 जना रहेका छन्। घोडाघोडी नगरपालिका 2 साडेपानीमा रहेको जोकाहा कृषि सहकारी संस्था 2066 सालमा स्थापना गरिएको हो। सुरुमा 3 वर्षसम्म प्रति व्यक्ति मासिक 20 रुपैयाँ, त्यसपछि मासिक 50 रुपैयाँ, त्यसपछि मासिक 200 हुँदै हाल मासिक 500 रुपैयाँ जम्मा गर्ने गरिएको छ। 26 जना संस्थापक शेयर सदस्य र 1 लाख संस्थापक पुँजी रहेको यस सहकारीमा हाल 75 जना सदस्य छन् भने 51 लाख शेयर पुँजी रहेको छ। आफ्नै भवनबाट सेवा दिइरहेको सहकारीको हाल ऋण लगानी 22,94,000 छ भने 22,43,000 बचत गरेको छ। सहज मल वितरणलाई नै मुख्य लक्ष्य बनाएको सहकारीमा प्राप्त हुने 40 बोरा मलले 500 किसानको माग पूरा गर्नुपर्ने बाध्यता रहेको छ। कृषकहरूलाई उत्पादन, बजार र वित्तीय सहायतामा मद्दत गर्ने उद्देश्यले 2068 सालमा स्थापना भएको चुरे कृषक सहकारी संस्था घोडाघोडी नगरपालिका 1 बेलारमा रहेको छ। संस्थापक शेयर सदस्य 40 जना रहेकोमा हाल 78 जना शेयर सदस्य रहेका छन्। सहकारीको शेयर पुँजी 9,75,000 रहेको छ। यस्तै 2,75,000 कर्जा लगानी गरेको सहकारीमा 10,95,000 बचत रहेको छ। सहकारीले महिला तथा युवा सदस्यहरूको आर्थिक सशक्तिकरण, ग्रामीण विकास र कृषि प्रविधिको विकास, मासिक बचत, वित्तीय साक्षरता, कृषि तालिम, बजार पहुँच प्रवर्धन लगायतका महत्त्वपूर्ण कामहरू समेत गर्दै आएको छ। साना किसान कृषि सहकारी ग्रामीण क्षेत्रमा बसोबास गर्ने साना तथा विपन्न किसानहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र कृषि विकासका लागि 2068 सालमा स्थापना गरिएको सहकारी हो। यस सहकारीले आफ्ना सदस्यहरूलाई बचत, ऋण, कृषि तालिम, उत्पादन वृद्धि तथा स्वरोजगारका अवसरहरू प्रदान गर्दै आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सहकारीले हाल पालिकाको वडा नम्बर 1 देखि 8 सम्म आफ्नो सेवा विस्तार गरेको छ। 1,850 महिला र 17 जना पुरुष गरी 1,867 जना शेयर सदस्य यस सहकारीमा रहेका छन् भने सहकारीको वर्तमान शेयर पुँजी 1,02,47,000 रहेको छ।
3,29,65,000 बचत रहेको यस सहकारीले 625 जना सदस्यलाई 6,13,52,000 कर्जा लगानी गरेको छ। घोडाघोडी नगरपालिका 10 पहलमानपुरमा रहेको मोहन्याल बचत तथा ऋण सहकारी संस्था 2063 सालमा स्थापना भई हाल घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा कार्यक्षेत्र विस्तार गरी सेवा प्रवाह गर्दै आएको छ। 3,379 जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पुँजी 97,71,000 रहेको छ भने 4,26,89,000 बचत रहेको छ। सहकारीले 239 जना सदस्यलाई 6,89,57,000 कर्जा लगानी गरेको छ। सहकारीमा हाल 10 जना कर्मचारी कार्यरत छन्। घोडाघोडी नगरपालिका 10 पहलमानपुरमा रहेको आधुनिक साना किसान कृषि सहकारी संस्थाले सुपथ मूल्य सहकारी पसल सञ्चालन गरी किसानहरूलाई सुपथ मूल्यमा मल तथा बिउहरू उपलब्ध गराउँदै आएको छ। विभिन्न निकायहरूसँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रमहरू समेत यस सहकारीले सञ्चालन गर्दै आएको छ। यसका साथै पशुपक्षी तथा अन्य तालिमहरू समेत किसानहरूलाई दिइरहेको छ। 2077 सालमा 10 जना शेयर सदस्य र 10,000 संस्थापक शेयर पुँजीबाट सुरु भएको यस सहकारीको हालको शेयर पुँजी 23,72,000 रहेको छ भने हाल 900 शेयर सदस्यहरू रहेका छन्। निक्षेपकर्ताहरूको 67,56,000 बचत रहेको यस सहकारीले 190 जना सदस्यलाई 1,60,36,000 रुपैयाँ कर्जा लगानी गरेको छ। 2063 सालमा स्थापना भई घोडाघोडी नगरपालिका 10 पहलमानपुरबाट सञ्चालित ग्रामीण कृषक बहुउद्देश्य सहकारी संस्थाले सुपथ मूल्य पसलको अवधारणाबाट कृषकहरूलाई मल तथा बिउहरू खरिद बिक्री गर्दै आएको छ। यसका साथै सहकारीले संस्थागत राइस मिल स्थापना गरी धान, गहुँ, तोरी, मसुरो जस्ता खाद्यान्न वस्तु खरिद गरी बिक्री वितरण तथा विभिन्न ब्रान्डका चामल उत्पादन तथा बजारीकरण गर्दै आएको छ। घोडाघोडी नगरपालिकाको वडा नम्बर 4, 5, 9, 10, 11 र 12मा कार्यक्षेत्र बनाएर काम गरिरहेको यस सहकारीमा हाल 1,530 जना शेयर सदस्य रहेका छन्। सहकारीको वर्तमान शेयर पुँजी 97,33,000 रहेको छ भने 3,27,57,000 बचत रहेको छ। यस्तै सहकारीले 393 जना सदस्यलाई 4,37,47,000 रुपैयाँ कर्जा लगानी गरेको छ। आम नागरिकहरूको जीविकोपार्जन र आर्थिक सबलीकरणसँग प्रत्यक्ष जोडिएका यस्ता सहकारीहरूलाई थप व्यवस्थित गर्न नगरपालिका लागि परेको छ। सहकारी अनुशासन तथा कानुन सम्बन्धी तालिम, लेखा व्यवस्थापन तथा डिजिटल साक्षरता, व्यावसायिक कृषि तथा उद्यमशीलता तालिम, ऋण लगानी तथा असुली व्यवस्थापन तथा वित्तीय साक्षरता कार्यक्रमहरूमा नगरपालिकाले जोड दिँदै आएको छ। हामीले क्षमता विकासका कार्यक्रमहरू पनि सहकारीमा आबद्ध कहिले सञ्चालक समितिका लागि, कहिले व्यवस्थापकका लागि, कहिले कर्मचारीका लागि यो क्षमता विकास कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिरहेका छौँ। त्यसै गरी विभिन्न दिवसहरू, खास गरी सहकारी दिवसहरू पनि हामीले नगरपालिका स्तरमा नियमित रूपमा सञ्चालन गरिरहेका छौँ। सहकारी संस्थाहरूले सहकारीको मूल्य मान्यता अनुसार सञ्चालन भएका छन् कि छैनन्, त्यो अनुसारको आफ्नो उद्देश्य अनुसारका व्यवसायहरू गरिरहेका छन् कि छैनन् भन्ने कुराको पनि नियमित रूपमा अनुगमन र नियमन गर्ने कामलाई हामीले नियमित गरिरहेका छौँ, निरन्तरतामै राखिरहेका छौँ। त्यस्तै गरी खास गरी यो सहकारी शिक्षालाई पनि हामीले जोड दिएका छौँ। तसर्थ सहकारीका सदस्यहरू, सहकारीमा आबद्ध सदस्यहरूलाई सहकारी शिक्षामा जोड दिने र खास गरी सहकारीमा जोडिएका सम्पूर्ण नागरिकहरूलाई आर्थिक रूपमा सबल, सक्षम बनाउने र कुनै न कुनै उद्योग व्यवसायहरूसँग जोड्ने गरिकन
र त्यो व्यवसायका माध्यमबाट ती सदस्यहरूलाई स्वरोजगार बनाउने गरिकन नगरपालिका अगाडि बढिरहेको छ। सहकारी संस्था र स्थानीय सरकार ग्रामीण तथा सहरी अर्थतन्त्रलाई चलायमान बनाउने र नागरिकको जीवनस्तर उकास्ने एउटै रथका दुई पाङ्ग्रा हुन्। विगतमा नियमनको अभाव र वित्तीय अनुशासनहीनताका कारण सहकारी क्षेत्रमा केही गम्भीर सङ्कट र चुनौतीहरू देखिए पनि समुदायको वास्तविक आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सहकारीको विकल्प देखिँदैन। सहकारीहरूले आफूलाई परम्परागत बचत र ऋणको कारोबारबाट मात्र सीमित नराखी अनिवार्य रूपमा डिजिटल प्रविधि, उत्पादनमुखी लगानी र संस्थागत सुशासनमा ढाल्नुपर्ने आवश्यकता देखिन्छ। स्थानीय सरकार र सहकारीको समन्वयमा काम गर्न सकियो भने सहकारी सञ्चालनमा थप चाहिँ प्रभावकारिता ल्याउन सकिन्छ, जसलाई सहकारी सञ्चालनमा जसले सहजीकरण गर्छ। अझ विशेष गरी यो देशमा 18 प्रकृतिका सहकारी संस्था छन्। अब 18 प्रकृतिका सहकारी संस्था चल्नका लागि सबै संस्थाको आफ्नै उद्देश्य छ। त्यो उद्देश्य मुताबिक चले कि चलेनन् भन्ने हिसाबले चाहिँ अनुगमन गरिदिने, अलिकति रेगुलेट गरिदिने, त्यो अनुसारको चाहिँ कार्यक्रमहरू सिर्जना गर्ने, उद्देश्य अनुरूपको काम गर्न लगाउने कुरा सरकारले गरिदियो भने अझ सहकारी संस्था अलिकति त्यो बागडोर छोडेर बाहिर गएकाहरूलाई पनि अलिकति त्यो गोरेटोमा, सही बाटोमा, सही पाथमा चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने हो। अझ ग्रामीण लेभलमा चाहिँ त्यो वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सहकारीको बाटोबाट त्यो प्रकारको वित्तीय पहुँच पुर्याउनका लागि पनि सहकारीले त्यो प्रकारको भूमिका खेल्न सक्छ। घोडागुडी नगरपालिकामा आफ्नै सहकारी ऐन छ। 3टा प्रकारको राज्यको संरचना छ, 3 सरकार, जसमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकारी ऐन आफ्नै हुन्छ। तर सहकारी ऐन छ, अब नियमावली बनाउने, कार्यविधि बनाएर त्यो कार्यविधि मुताबिक सहकारी संस्थालाई अलिकति अगाडि लिन सक्ने हो भने यो सहकारीको माध्यमबाट समृद्धि चाहिँ सम्भव छ। संसारमा सहकारी अभियानको उदय भएको झन्डै 200 वर्ष देखिन्छ। यो 200 वर्ष हुँदा पनि नेपालमा चाहिँ वास्तवमा सहकारी के हो भनेर एकदम ग्रामीण क्षेत्रमा बुझाउन सकिएको अवस्था चाहिँ छैन। अब यो राज्य स्तरबाट पनि त्यो खालका कार्यक्रमहरू सिर्जना गर्ने, अझ सहकारीले दूर दराजमा रहेका समुदायका मान्छेहरूलाई सहकारीमा आबद्ध गराएर अझ हामीसँग आबद्ध शेर सदस्य र पछि हामीसँग जोडिने सम्भावित सदस्यहरूलाई अझ समय राखेर छलफल गरेर अगाडि जान सक्यो भने यो सहकारी शिक्षा दिन सक्यो, सहकारीले अझ प्रष्ट ढङ्गले बुझाउन सकिन्छ भन्ने हो। सहकारी प्रबन्धन गर्न हरेक स्थानीय तहले केवल एउटा कठोर नियामक निकायका रूपमा मात्र नभई नीतिगत संरक्षण, क्षमता अभिवृद्धि, सिपमूलक तालिम र बजार व्यवस्थापन गरिदिने एक सच्चा अभिभावकको रूपमा समेत भूमिका निर्वाह गर्नुपर्दछ। जब स्थानीय तहको बलियो अनुगमन र सहयोगसँग सहकारीको समुदाय केन्द्रित पुँजी र सामूहिक भावनाको सन्तुलन मिल्छ, तब मात्र देशले परिकल्पना गरेको 3 खम्बे अर्थनीति सफल भई दिगो र आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण सम्भव हुन्छ।